आई नो इन्स्टा टिकटक फेसबुकबाट आउनुभएको हजुरहरू त्यति भिडियो त्यता हेर्नुभयो। अब यताबाट चाहिँ फेरि सानो इन्ट्रोडक्सन जो नयाँ अरू थ्रुबाट आउनुभयो। म चाहिँ अहिले राइट नाउ आइएम एट द अर्घाखाँच जिल्लामा पर्छ। अनि अर्घा भगवती माईको मन्दिर भन्दा म लगभग 1 घन्टाको हाइकको लागि आइएम गोइङ अप देयर इज स्मल फलामको टावर छ अनि त्यही टावरमा चढ्न जान लाग्यो। यहाँबाट म अनि 2 जना केटाहरू छ। सो आई सो यु एभ्रिथिङ। स्टार्ट हुन्छ हाइक अनि त्यही हो त्यो बादलहरू अनि त्यहाँ त्यो क्लाउडहरू चाहिँ मिठो देखाइरह। अनि यहाँ हेर्नु न म सुतेर यस्तरी सुतेर होइन आया यस्तरी सुतेर अनि मोबाइल यस्तो गरेर अपोजिट तपाईँले मैले देखेको आँखाले देखेको है मैले पल्टेर यस्तो देखिरहेको है यो भ्यू देखाएर मेरो आँखाले यो भ्यू देखिरहेको है जस मलाई देखिरहेको हुन्थ्यो नि त हजुरहरूले भ्लगमा अनि मेरो आँखाले चाहिँ यो देखिरहेको त्यही के भन्नु भन भर्खर भ्लग स्टार्ट गरेको के छोटो मिठो 1 मिनटको रिल्स त फेरि च्याप्पा हाल्छु होइन तर यस्तो चाहिँ अब त्यही त हो एउटा चाहिन्छ भित्रबाट सबै कुरा म सक्छु ल अब भनेपछि होइन त्यो फेरि कन्टेन्ट क्रिएटरहरू हुनुहुन्छ भने उहाँहरूले बुझ्नुहुन्छ। अनि टावर भनेको थियो नि त्यहाँ देखियो वेट त्यहाँ देखियो नि त्यो टावर हो क्या। अनि आई डोन्ट नो कति लाग्छ अब चाहिँ यो टावर यस्तो पहाड त म कप्प खाइदिन्छु होला 1 2 भन्दै होइन हो कि तल रकहरू छ ल फेरि त्यो रोड बाटोमा होइन रकहरू लडे हो क्या त्यो रकहरू छ ल तल रक यस्तो छ तल देख्दाखेरि त्यो देखाउन सकिन्न क्या हजुरहरूलाई। अनि आइएम इन्जोइङ दिस भ्यू फकिङ क्रेजी यार। सो मलाई टावर कति नजिक आयो जस्तो लाग्यो होइन थकेला यार। रेस्ट सकिसक्यो अनि केटाहरू पनि आइसके। यो चाहिँ सुगम सुरज अनि अब चाहिँ हामी हिँड्न लाग्यो लगातार हिँड उठ हाँस्छ मुला एकदम। अब यहाँ रेस्ट गरेर सकिसक्यो अब लागेको भ्यू हेर्दै दौडाउँ न तपाईँहरूलाई भ्यू देखाउँदै ओइ हेर्नु न त्यो बादलहरू ओकेलाई यस्तो ठाडो बाटो जाने यहाँ लास्ट थकेलाई केटाहरू त यस्तरी आउँदैछन् ठाडो रहेछ क्या लास्ट तर सिडी जस्तो हो हिँडेर हो कि खनेर हो। सम पिपुल आर डुइङ गुड यो ठाउँलाई के गराउनको लागि आई थिङ्क तर नेचुरल पनि हुन पायो। यस्तो भ्यू देख्यो अनि देखाउनु पर्यो भ्यू हेर्दै हिँडिराख्नु अनि देखाउनु परेन नि भ्लग यस्तै त बनाउँछ होला होइन थाहा छैन यार होइन मैले 1-3टा भ्लग त हालेको कि तर आई वान्ट टु डु समथिङ राइट के जुन मैले गर्न सक्छु यो ट्राई गरेँ भनेर हो। त्यो मैले के भन्न खोजेको भने तपाईँहरूलाई चाहिँ घुम्नुहोस् न नजिक टाढा
डजन्ट म्याटर, यु हेभ टु इन्जोय। अनि मेरो पनि त्यो मामा घर आएको बेलामा एउटा हाई हिल हाइक गरेको द्याट्स इट। अनि भ्यू राम्रो देख्न पाइरहेको त्यही हो। साथीहरू त्यहाँ तल द्याट्स इट। ढुङ्गा खाएको यहाँ फेरि अलि यहाँ आउँदा चाहिँ रक गार्डनको भाइब्स आयो कि पुरै यस्तो यस्तो ढुङ्गा हेर्नु हजुर। त अलि रिस्की एरिया रहेछ। मम बाबा आइएम सो सरी फर द्याट, माफ गरिदिनु होइन। तपाईँले थाहा होइन होला यहाँ आएको मावला पनि अर्को आउँछु भनेर आएको अनि बाटो चाहिँ यो भवाल हो। यस्तो बाटो आएको यो भ्यू हेर्दै, तर बाटो चाहिँ भवाल हो यार होइन। ओ यहाँबाट कस्तो भ्यू देखिन्छ होला, आइएम सो एक्साइटेड यार कसम। रुक्नु यताको भ्यू त अघि देखाइरहेको थिएँ, अब यो साइडको भ्यू के टावर। आर यु एक्साइटेड? मलाई हरिपातुर लाग्यो। हामीले यो भ्यू त हेरिसक्यौँ है यत्रो बेर। अनि यता यस्तो रहेछ, यो टावरबाट त अभियसली यो भ्यूको अपोजिट भ्यू देखिन्छ। अनि यो भ्यूको अपोजिट भ्यू देखिन्छ नि त यो भ्यूको। अनि मैले कहिले देखेँ होइन कि गएको पनि छैन हजुरहरूलाई देखाउनलाई यहाँसम्म आएको। म त इन्जोय, तपाईँले मैले यो आँखाले देखेको मोबाइलले देखिँदै सक्नुहुन्न। मैले यहाँबाट हजुरलाई हेरेको यो भ्यू इन्जोय गरिरहेको त अनि कसरी फिल गर्नुहुन्छ र? आउनै पर्छ के भिडियो त जस्ट यो के को लागि यस्तो ठाउँ छ ल। अनि यस्तो यस्तो अब्स्टेकलहरू आउँछ, यु हेभ टु बी प्रिपेयर। तपाईँले हेरेर सिक्नुहुन्छ नि त त्यो कुरा। बाटो यस्तो थियो, जुत्ता कस्तो लाउनुपर्छ, के कुराहरू इम्पोर्टेन्ट हुन्छ मेबी। आमामामा यो भ्यू वाह कसम fucking crazy तर यो भ्यू त म देखेला यार, यो त यतिकै देखाउन I'll make it more suspense। यहाँबाट 360 भ्यू motherfucking crazy। I'm at the top। बादल माथि जान खोज्दै तर अलि होइन। यताको भ्यू हेर्ने हो पहिला मसँग हेर्ने कि भ्यू मात्रै हेर्ने? यता धुवा उडेको पनि देखेँ। मसँग हेर्ने कि I'll make you give। This is the fucking view। देखाउँछु ल यस्तो बवाल भ्यू आयो नि, बवाल 360 हामीलाई गरेर देखायौँ नि है। सो त्यही हो, अब मेरो आँखाले देखेँ जस्तो हजुरको आँखाले कहिले देख्न सक्नुहुन्न क्या। जुन भ्यू मैले इन्जोय गर्दै अहिले बोलिरहेको नि यो हजुरहरूले कहिल्यै फिल गर्न देख्नै सक्नुहुन्न के यहाँ नआइकन यो भिडियोबाट। सो त्यही हो, ट्राई टु फिल। अनि जस्ट यो भ्यू तपाईँहरूले यहाँ नआए कस्तो फिल गर्न सक्नुहुन्छ होला र? सक्नुहुन्न नि त। द्याट्स यु हेभ टु कम हियर। यो चाहिँ अर्घामा पर्छ, अर्घाको मसुरापाडा आएर यहाँ आउनुपर्छ। अर्घाखाँची जिल्लामा पर्छ, सानो हाइक छ, राम्रो हाइक छ। अर्घाखाँचीको टप डेस्टिनेसन दुईवटा छ, यो र मसिनाले। आई अलरेडी कभर मसिना अनि यो चाहिँ सेकेन्ड हो। त्यही हो, द्याट्स इट। कम हियर एन्ड बाई बाई। भ्लग पनि यही इन भयो ल, एउटा टाइम ल्याप्स हालिदिन्छु। बाई बाई। सो सब्सक्राइब फलो के पनि गरिदिनु ल। ए फर्स्ट टाइम हो यार, सक्छु के। जय शम्भो शिवजी, धरतीमा आएको छ धेरै पछि।